आज हामी ट्रिगोनोमेट्रिक इन्टिग्रेसन गर्न गइरहेका छौँ। अब हामी यसलाई चाहिँ जस्तो एफओ हुन्छ नि, एफओलाई ए स्क्वायरको होल स्क्वायर छुट्याए जस्तै हामीले के गर्नुपर्छ, साइन फोर एक्सलाई साइन स्क्वायर एक्स स्क्वायर गरेर गर्ने। अब साइन स्क्वायर एक्सको फर्मुला के हुन्छ, 1 माइनस कस 2x डिवाइडेड बाई 2 हुन्छ। त्यसै गरी 1 माइनस कस 2x डिवाइड बाई 2 को होल स्क्वायर dx। 2 टू ज 4, यो कन्स्टेन्ट बाहिर निकालिदिने, 1/4 अनि 1 माइनस कस 2x हुन्छ, सरी 2x। अब 1 माइनस कस 2x लाई चाहिँ 1 माइनस कस 2x को होल स्क्वायर, अब यसलाई एक्सपान्ड गरिदिने, ए स्क्वायर माइनस 2ab प्लस b को स्क्वायर एक्सपान्ड भयो dx। 1 माइनस 2 cos 2x प्लस फेरि cos स्क्वायर 2x लाई पावर रिडक्सन फर्मुला लगाउँदाखेरि 1 प्लस cos 2 टू द 4x को cos 4x को 4x डिवाइड बाई 2, 1 प्लस cos 4x डिवाइडेड बाई 2। अब सबैको इन्टिग्रेसन, वन बाई 4 इंटीग्रेशन साइन 1 माइनस 2 cos 2x प्लस cos 4x डिवाइड बाई 2। अब इनको इंटीग्रेशन करने, 1 को इंटीग्रेशन x 2 कन्स्टेन्ट भयो, cos 2x को साइन 2x डिवाइड बाई 2 हाफ को x बाई 2 र cos 4x को साइन 4x डिवाइड बाई 4, 2 यहाँ छँदैछ, इन्टिग्रेट भइसक्यो। अब यसलाई मिलाउनुपर्छ, यो र यो काट्यो, x माइनस साइन 2x प्लस x बाई 2 प्लस साइन 4x डिवाइड बाई 4 टू द 8, 1/4, यो र यो ठाउँमा ल्याउने, माइनस साइन 2x प्लस साइन 4x डिवाइड बाई 8, यो र यो मल्टिप्लाई गरेर 2x प्लस x डिवाइड बाई 2 माइनस साइन 2x प्लस साइन 4x डिवाइड बाई 8। मुनि 1 हालिदिने, 2 1 र 8 को एलसीएम लिने, 2 1 र 2 1 को 1, 2 4 र 8, 2 1 र 1, 2 1 र 1, 2 2 र 4, 2 1 र 1, 2 1 र 1, 2 1 र 2, 2 to the 4 to the 8, 2 1 8 को एलसीएम 8 आउँछ, 8 1 जा 8, 1 सँग साइन 4 चाहिँ मल्टिप्लाई गर्छ, 1 8 जा 8, 8 ले साइन 2x सँग मल्टिप्लाई गर्छ, 2 4 जा 8 इन्टु 4 ले 3x सँग 2x प्लस 3, 2x प्लस x भनेको 3x हुन्छ, यससँग मल्टिप्लाई गर्छ, 1/4, 4 3 जा 12 x माइनस 8 साइन
2x plus sin 4x divided by 8 हो लास्टमा यो सबै टर्मले 1 सँग मल्टिप्लाई गर्दा जतिको तति नै हुन्छ equal to 32 plus C. This is the required answer.